घरमै बजारभन्दा स्वादिलो कागती बनाउन तयार हुनुहुन्छ? आउनुहोस् म सिकाउँछु। नमस्कार, आज हाम्रो स्वादमा हामी बनाउँदैछौँ सबैको मनपर्ने रसिलो पिरो अनि लामो समय टिक्ने कागतीको अचार। भिडियो अन्त्यसम्म हेर्नुहोस्। एउटा सानो टिपले तपाईको अचार कहिले बिग्रिन दिँदैन। अचारको लागि मैले 1 केजी लेमनलाई पखालेर यसको पानी सुक्खा बनाएर लिएको छु। यसलाई आफ्नो डिजायर्ड शेपमा कट गर्न सकिन्छ। सबै कागती काटिसकेपछि यसको सबै बिउ निकालेर फाल्नु पर्दछ अनि एउटा मिक्सिङ बलमा खन्याउने। मैले केही कागतीको रस निचोरेर युज गरेको वाला पनि जम्मा गरेको थिएँ, त्यो पनि सँगै एड गरेर अचार बनाउन जाँदैछु। मैले नुन र बेसार राखेर मजाले कागतीलाई टस गरिदिएँ, चारैतिर नुन र बेसार मिक्स होस् भनेर। अनि यसलाई घाममा सुकाउने और एयरटाइट डब्बामा भरेर 4-5 दिनसम्म घाममा राख्दा हुन्छ। अचार मसलाको लागि मैले जिरा, धनियाँ, टिमुर, पहेँलो तोरी, सौंफ, ज्वानो, कलौजी र सुकेको खुर्सानी ड्राई रोस्ट गरेर खस्रो टेक्सचर आउने गरी ग्राइन्ड गरेँ। त्यसै गरी लसुन र अदुवा पनि केलाएर राखेको छु। कागती चाहिँ मैले 1 दिन घाममा सुकाएँ अनि अर्को दिन डब्बामा भरेर घाम लागेको बेला 5 दिनसम्म घाममा राखेँ। अब चाहिँ कागतीलाई एउटा सफा मिक्सिङ बलमा ट्रान्सफर गरेँ। त्यसपछि काँचो लसुन र अदुवा राखेँ। भिनेगरमा डुबाएको डल्ले खुर्सानी म्यास गरेर राखेँ। 3 चम्चा अचार मसला र 1 चम्चा तोरी पाउडर राखेँ। हिङ पेट गडबड नहोस् भनेर राखेँ। त्यसै गरी बिरे नुन, कलर इन्हान्सको लागि काश्मिरी चिली पाउडर, बेसार, साथै स्वाद अनुसार नुन, भिनेगर चाहिँ एज ए प्रिजर्भेटिभ युज गर्छु म। अचार लामो समयसम्म टिक्न मद्दत गर्दछ यसले। अनि लास्टमा घरको शुद्ध तोरीको तेल सरर राखेर मजाले मिक्स गरिसकेपछि डब्बामा भर्नको लागि रेडी भयो यो कागतीको अचार। त्यसपछि एउटा सिसाको एयरटाइट कन्टेनरमा मैले सबै कागतीको अचार भरेँ। यसलाई 1 वीक जति घाममा राख्छु अनि मसलाहरू सबै मेल्ट हुन्छ, एकअर्कामा मिक्स हुन्छ अनि आउँछ रियल टेस्ट हाम्रो कागतीको अचारको। छैन त सजिलो कागतीको अचार बनाउन, बेसिक सामान, नो तामझाम, पकाउने झन्झट पनि भएन, खानालाई पनि मिठो बनाएर ट्राई गर्नु होला। हस्, द्याट्स अल फर टुडे। लाइक कमेन्ट चाहिँ गरेरै जानु होला है त। सी यू।